कोकोनट स्क्यानिङ सब ठिक छ, खानु मिल्ने छ, खाइदिउँ। नमस्कार, म आज तपाईहरुलाई मिलाउँछु लालीसँग। लाली को हो? लाली हाम्रो भैँसी हो। ए, गीत मिलेन कि क्या हो? डिप्रेसनको गोली चेक, अल गुड, खाने लायकको छ, यो पनि खाइदिउँ। सूचना सूचना सूचना, टोपी हराएको सूचना। यही ब्लू मुन रेस्टुरेन्टमा एकजना कस्टमरले अब गर्मी आयो, यो जाडोको टोपीको के काम भनेर टोपी यहीँ छोडेर गएको म जानकारी दिनु चाहन्छु। कृपया आएर तपाईको टोपी लगिदिनुहोस् भनेर म हार्दिक अनुरोध गर्दछु। तपाईको टोपी तपाईको टाउकोमै राख्नुस्, यहाँ रेस्टुरेन्टमा छोडेर नजानुस्। टोपी हराएमा रेस्टुरेन्ट जिम्मेवार हुने छैन। क्रिसमसको सेन्टा, टोपीबाट निस्कि छिटो एउटा चिसो चिसो फेन्टा। आज चाहिँ लास्टै ओभर, यति धेरै भिड छ, यति धेरै भिड छ, मैले खाना खानु भ्याएको छैन। मान्छे सबै बराबरी छ हैन, स्टाफ पनि बराबरी छ, किचनमा काम पनि बराबरी छ, तर म चाहिँ भ्याएको छैन है। जहिले नि मलाई नि बोलाउने, मलाई नि भाइ आऊ भाइ आऊ, मै आउनु पर्ने। के छ त्यस्तो ममा? प्यार हो गया है आपको हमसे। माथि गीत बजाइरहेछ, जाने भइ जाऊ भने नजान अझ गएको थिएन, तर न आफू जान्छ न मलाई जानु दिन्छ। यति धेरै कुदिसक्यो म, आमामा आज अल्छी यानी फेनको हावा खाँदै बसिरहेको छु। यति धेरै कुदे नि म। त्यो फिल्ममा, त्यो नेपाली फिल्ममा देखेको नि, कुद्दा कुद्दै हिरोहरू ठुलो हुन्छ नि, म नि कतिखेर हिँड्दा कुद्दा कुद्दै ठुलो हुन्छु जस्तै लागिरहेको थियो मलाई, तर ठुलो होइन, जत्राको त्यत्रै छु। आज त आम्मामा यति धेरै काम भयो नि। म सबैतिर पेलेको पेले, किचनमा सेफहरूले पनि त्यसरी नै अर्डरहरू पुरै, आकाश माथिबाट फेरि मिसाइलहरू पनि त्यस्तै, माथितिर सबै क्याबिनतिर, रुमतिर पोछा, कस्टमरहरू पनि खाँदै हाँस्दै गफ, अनि फेरि कोही कोही इमोसनल हुँदै ब्रेकअप भयो भन्दै रुँदै गफ, किचनमा सुभाषले भाडा त्यस्तै।